हेलो गाइस मम्मी यो हाम्रो बारी अनि यहाँ घरभित्र लागेको यो सागहरू भयो यो अनि यहाँ यो लसुन प्याजहरू लाछन् अनि मम्मी यहाँ गोडमेडमा लाग्नु भएको अब सरसफाई यता त्यहाँ फाल्नुहुन्छ यहाँ यति भइसक्यो यहाँ यो हल्का गिजिमिजी उम्रिएको थियो यो हाम्रो घर तरकारी यस्तो राम्रो सिङ मारेको छ यता म देखाउँछु रोक्नु तरकारी के आइटम छ यता भयो यो के छ यहाँ साग भयो यहाँ अनि के यो टमाटर पनि छ अनि यहाँ यता त्यो अरु के छ मामु धनिया पनि रहेछ है धनिया अनि त्यो के हो मम्मी त्यो मटरहरू पनि सिमी भयो यहाँ सिमीहरू भाटाहरू लाने अनि अरु खास यहाँ पछाडितिर ला अरु खास यहाँ केही लाखेन धनिया पनि राम्रै उम्रिया खुर्सानी पनि लाछ तर खासै उम्रिया हैन अनि मम्मी अहिले चाहिँ सरसफाइ गर्न लाग्नु भयो बिबिचको उकाएर फाल्न लाग्नु भयो धेरै भएको ठाउँनेरको हल्का उकाएर राम्रो बनाउन लाग्नु भयो मम्मीको ध्यान हल्का यता छिटो अट्र्याक्टिभ हुन्छ कस्तो के भयो त मम्मी अहिले यहाँ के गर्न लाग्नु भयो यो बाउला यस्तो माथि गरेर यो पात तान्दाखेरि पुरा कोतारिने रहेछ कि अनि एकदम पोलिरहेछ यहाँ पोलिरहेछ कि पोलिन्छ दुःख गर्नुपर्छ हैन जीवनमा गर्नुपर्छ दुःख त गर्नुपर्छ यति कहाँ खान पाउने हो त त्यही त सुर्खे गाउँ त ठिकै थियो सुर्खेत आएर पनि सुख पाइएन हैन बाउलाई भन्नुपर्छ माउले सुख पाएको छ माउले बहुत मेहनत गर्नुभएको छ बाबा अनि के अरे मामुलाई अलिक सुख दिनु पर्यो पैसा सिसा अलिक बढी पठाउनु पर्यो मामुले बहुत दुःख गरेको छ भन्नु पर्यो यी धनिया यहाँ कस्तरी राम्रोसँग उमार्नु भएको मामुले यता यो के मामु यसको नाम यो के हो यो के अरे यो मटर यो दुईटा अरु यतातिर लाहा खासै मटर उम्रेन चराहरूले खाइदियो अरे अनि यो यहाँ कस्तो धनिया राम्रो उम्रिया हेर्नु त पुरै कस्तो उम्रिया त्यहाँ टमाटर यताउति छ यो टमाटर अनि टमाटरलाई अहिले चाहिँ माथि डोरीले यसलाई माथि बाँध्न पर्छ कान्छ नत्र यो टमाटर हुन्छ यो माथि सिमी त माथिसम्म पुगिसकेको छ सिमी चाहिँ आफै अब रलिएर माथिसम्म हेर्न माथि टुप्पा माथि गइसक्यो अब यसैमा त्यसको सिमीको टुप्पाहरू हैन सिमीको टुप्पाहरू हल्का त्यहाँ लाग्न रहेछ ठिकै छ यतातिर चपाल हालेर हिँड्यामै हुन्थ्यो त हेर यहाँनिर खुर्सानी उम्रिया छ यो खुर्सानी उम्रिन रहेछ यतातिर अब लगाउनु पर्यो यता चाहिँ यो के अरे मम्मी यो लसुन है लसुन पनि लाउनु भयो यतातिर धेरै छ मम्मीको यता मेहनत म त मेहनती हो के मम्मी मेहनती हो एकदम काम गरेर खाने अनि जागिर छैन केही छैन अनि यस्तै गर्ने खाने बस्ने यत्रो उकाएर फालिसक्नु यस्तो लगायो भयो त राम्रो हुने पुरा छडेर अनि यस्तो बाक्लो भएर यतातिर पनि फाल्नु भएको क्या यता पनि फाल्नु भएको रहेछ थोरै यतातिर पनि फाल्नु भएको चिल्याएर मेरो त हात यस्तो भइसक्यो भयो बन्द गर्ने चिल्याएर